हेलो गाइज, नमस्ते, वेलकम। स्वागत छ मेरो मिनी ब्लगमा। सबैले मेरो युट्युब च्यानल मनु लामा अफिसियल सब्सक्राइब गरिदिनु होला। म चाहिँ आज काठमाडौँबाट बर्दिवास गडन्ता भन्ने ठाउँमा मेरो गाउँमा आइपुगेको छु। अनि वहाँ चाहिँ एकदम चिसो थियो भनेर यता आएको गाइज। झन् यहाँ त चिसोले होइन पुरै वल्लो घर पल्लो घर नदेख्ने कुहिरो लागिरहेको रहेछ क्या। अनि हेर्नु मौसम चाहिँ यस्तो छ होइन, बाफे पुरै हेर्नु न, यताको गाउँ पनि एउटा नदेख्ने, खेतबारी एउटा नदेख्ने। अनि यतातिर जाँदैछु, हामी चाहिँ यतातिर लाग्दैछौँ होइन, खेततिर लाग्दैछौँ। यहाँ खेतमा चाहिँ मम्मीले मेरो लागि हरियो मकै राखिदिनु भएको छ अरे बोटमै। अनि हामी चाहिँ त्यहाँ गएर चाहिँ पोलेर खाने हो, खेतमै पोलेर खाने, खेतमा आगो बाल्ने, अनि त्यसपछि पोलेर खाने। अनि त्यसपछि हामी चाहिँ अहिले खेततिर लागिरहेछौँ। मेरो पुच्चे भाइ हिँडिरहेछ अगाडि अगाडि। अनि हामी दुईजना चाहिँ यहाँ खेतमा गइरहेको छौँ है गाइज। वेट गर्नु होला एकै। हामी चाहिँ खेतको बाटो हुँदै गइरहेको छौँ है गाइज। हेर्नु होला राम्रोसँग गाइज। पुरै कुहिरो लागेर तराईतिर त पुरै कुहिरो लागेर केही छैन कि खेतबारीहरू केही पनि देखिएको पनि छैन, मान्छे पनि देखिएको छैन। यता खेतभन्दा वारिपट्टि गाउँै गाउँ छ, त्यो पनि एउटा घर देखेको छैन कुहिरोले गर्दाखेरि। शीतहरू पनि टन्नै झरिरहेको छ। यता तराईको जनजीवन धेरै कठिन छ, त्यही भएर यता तराईतिर मान्छेहरू जाडोले मर्ने कारण पनि यही रहेछ जस्तो लाग्यो। म पनि लडेँ आलीमा अल्झेर लडेँ क्या गाइज। म चाहिँ यहाँ सानै भइसक्यो होइन। यतातिर हेर्नु न कस्तो राम्रो मकै, हरियो मकै भइरहेको रहेछ क्या। यहाँ हेर्नु न टमाटरको बोटहरू, यहाँ टमाटर माथि चाहिँ परवल लगाएको छ, तल चाहिँ परवल माथि चाहिँ टमाटर रोपेको छ क्या गाइज। तराईको मान्छेहरूले कस्तो राम्ररी जानेको क्या। पुरै दुईटा तरकारीहरू चाहिँ एकै ठाउँमा फलाउने क्या। अनि यसले गर्दाखेरि चाहिँ जमिनको धेरै जमिन नलाग्ने भयो, धेरै तरकारी खेती गर्नको लागि होइन। त्यही भएर तराईलाई चाहिँ अन्नको भण्डार भन्ने गरेको हो क्या गाइज। यतातिर हेर्नुहोस् होइन। फाइनली हामी चाहिँ यहाँ खेतमा आइपुग्यौँ। हाम्रो खेतमा यहाँनिर मेवाको बोट पनि टन्नै छ। अनि त्यसपछि यहाँनिर हेर्नुहोस् गाइज, एकदमै राम्रो छ। यहाँनिर चाहिँ मेरो बुवाले आगो फुक्दै हुनुहुन्छ मकै पोल्नको लागि। अनि एकछिनमा हामी मकै पोलेर खानेछौँ। चाहिँ भर्खर यहाँनिर परवल सरवलको झारसार उखालेर सबै गरेर चाहिँ परवल हटाएर चाहिँ यहाँ अदुवा निकालेको रहेछ। अनि गाइज हेर्नुहोस् यहाँ टमाटरको बोट। म चाहिँ 180 रुपियाँ किलोको टमाटर खाँदाखेरि के बल्ल यहाँनिर टमाटरको घानीमा आइपुग्यो क्या। यहाँनिर चाहिँ सिताइमा पाइन्छ क्या। यहाँनिर चाहिँ हाम्रो चाहिँ पैसा लाग्दैन। यहाँनिर चाहिँ हामीले त्यत्तिकै सिताइमा पोलेर खाने हो क्या। टमाटर अचार बनाएर खाने, पोलेर खाने, तरकारीमा पनि टमाटर खाने। हामी यहाँ अब फाइनली गाइज यहाँ आगो बलिसकेको छ। एकछिनपछि हामी मकै पोलेर खाने हो, तपाईँहरूलाई पनि देखाउने छु। मकै चाहिँ आइसकेको छ यहाँनिर। अब हामी तपाईँलाई पोलेर पनि देखाउँछौँ होइन। मकै चाहिँ यति धेरै पोलिरहेछौँ होइन, कति खानु क्या मकै। पेट दुखिसक्यो, यहाँ धेरै भइसक्यो। यहाँ चाहिँ एउटा चैते बाँदर छ क्या। यहाँनिर बाँदरले जस्तो मकै खाइरहेको छ। हेर्नुहोस् गाइज कसरी खाएको थियो। पुरा यताउति हेरिरहेको छु क्या, बाँदरको बथान खोजेको होला।